म एउटा छोटो कविताबाट सुरु गर्छु। कृपया। यासु सक्कली हुन्, त्यो रुमाल मात्रै नक्कली हो। यासु सक्कली हुन्, त्यो रुमाल मात्रै नक्कली हो। यी सारा जवाफ सक्कली हुन्, त्यो सवाल मात्रै नक्कली हो। यो चिता सक्कली हो, यो लास सक्कली हो। यो चिता सक्कली हो, यो लास सक्कली हो। म मरेको पनि सक्कली हो, मेरो काल मात्रै नक्कली हो। यो संसारको कुनै महान चित्रकारलाई यो विश्व नै पोत्न पुग्ने रङ चाहिए मेरो देशका गुराँससँग सापटी माग्नु। म त गुराँसको देशको मान्छे, तर यो कुरा चाहिँ पछि गरौँला कि मैले खाने चामलको रङ किन्न म आफू चाहिँ अरब आएको छु। यो संसारको कुनै महान परोपकारीलाई यो पृथ्वीभरिकै फोहोर पखाल्न पुग्ने पानी चाहिए मेरो देशका नदीहरूसँग सापटी माग्नु। म त नदीहरूको देशको मान्छे, तर यो कुरा चाहिँ पछि गरौँला कि मेरो छोराको घिटघिट गरिरहेको घाँटीलाई चाहिने 2 थोपा औषधि किन्न म आफू चाहिँ अरब आएको छु। बिजुली उत्पादनमा संसारको सबैभन्दा बढी क्षमता राख्ने मेरो देशले मेरो बिदाईमा आएकी मेरी श्रीमतीको आँखाबाट खसेको आँसु भेला गरेर 9 लाख बत्ती बाल्न पुग्ने बिजुली निकाल्यो रे। तर अझै पनि मेरो देशको आकाशमा काला ताराहरू चम्किरहन्छन्। मलाई थाहा थियो खाडीमा पैसाको बाढी आउँदैन भनेर। मलाई थाहा थियो खाडीमा पैसाको बाढी आउँदैन भनेर, तर के गरौँ भन्दिनेले मेरो घरको पाल परेको छानोबाट राति तारा झर्न सक्छ भन्दिए र भन्दिए ती ताराका टुक्राहरूले मेरो जोडिएको परिवारलाई टुक्रा टुक्रामा विभाजित गर्नेछ। मनमा गाँठो पर्यो, तैपनि सुर्क्याउनु बिनाको भन्नेले पैसामा बा आमाले पनि छहारी फेर्छन् भन्दिए। सोचे ताते ताते गराउने बुबाको हात किन्नु पर्यो भने हा 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 लोइ 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 गर्ने आमाको काख किन्नु पर्यो भने बहिनीले निशुल्क टाउकोमा ठुङ हान्दिन भनी भने दिदीले सुनकेसरी रानीको कथा निशुल्क सुनाउँदिन भनी भने मैले त मेरो ईश्वर पनि पर देख्न थालेँ। यस्तो लाग्यो ऊ ईश्वर होइन ईश्वर थियो। तर के गरौँ, म त बुद्धको देशको मान्छे, त्यसैले चुपचाप शान्ति खोज्दै अरब आएको छु। मलाई जन्म दिने मेरा देउतालाई छोडेर म आएको यो अरबमा रब चाहिँ कहाँ छ? यो मरुभूमिमा मरु भन्ने मान्छे बाहेक अरू कोही भेट्दिनँ। जब घडीमा 12 बजेको देख्छु यस्तो लाग्छ यी घडीका 3वटा काँटाहरू सामूहिक आत्महत्या गर्दैछन्। मेरो यो रुवा जस्तो मन बालुवासँग लड्दा लड्दा यहाँ मेरो जवानी पग्लिन्छ। घरमा रुँदा रुँदा श्रीमतीको सिरानी पग्लिन्छ। यो देश सगरमाथाको शिखरमा उभिएको संसारको सबैभन्दा अग्लो मान्छे म आज खाडीमा गाडिएको छु। कसैले बाहिर निकाल मलाई। म मर्नु अघि मेरा बुढा भएका बुवाका हातका नङ नदुखाइकन काट्न चाहन्छु। म मर्नु अघि मेरी आमाले पकाएको माली गाईको बिगौती चाख्न चाहन्छु। म मर्नु अघि मेरी छोरीले उसकी हजुरआमाले चुलेसीले तिखारिदिएको पेन्सिलले पहिलोपल्ट लेखेको ठुलो क हेर्न चाहन्छु। म मर्नु अघि मेरो घरको पश्चिमपट्टिको मेवाको बोटमा बोक्रा तास्नै नमिल्ने गरी पाकेको मेवालाई 2 टुक्रा पारेर चम्चीले 1 टुक्रा आफू खाँदै अर्को टुक्रा मेरो दाँत पलाउने बाँकी छोरालाई खुवाउन चाहन्छु। यो देश मेरी आमाले बनाएको सानो काठको बाकस भर्ने पैसा बोकेर म अरबबाट घर फर्किएँ भने त ठिकै हो, तर त्योभन्दा ठुलो रातो काठको बाकसमा
म आफै भरिएर फर्के भने। थ्यांक यू। जब यो नदीको स्वाँ गरेको आवाज सुन्छु यस्तो लाग्छ मेरो बुवा आफैले भर्खरै लगाएको आलीमा थचक्क बसेर आफ्नो उमेर भन्दा बुढो कोदालीको बिँडमा आफ्नो चिउँडो अड्याएर सखुवाको धोद्रो ढलेको रुख जस्तै सुक्खा मुखबाट यस्तै आवाज निकाल्नु दो। वाह वाह, स्वा स्वा आवाज। मेरो बुवाले आजसम्म चुहाएको पसिना भेला गरेर एकैचोटि खन्याउने हो भने, मेरो बुवाले आजसम्म चुहाएको पसिना भेला गरेर एकैचोटि खन्याउने हो भने पर्याप्त हुँदो हो सूर्य चिस्याउनलाई। सूर्य चिस्याउने बुवा, तपाईका हातले पहाड उचाल्न सक्ने उमेरदेखि, तपाईका हातले पहाड उचाल्न सक्ने उमेरदेखि त्यही पहाडबाट बग्दै आएको पानी यो अन्जुलीमा अड्याउन नसक्ने उमेरसम्म तपाईको हत्केला र हलोको अनोबीच हरेक दिन घण्टौंसम्मको युद्ध चलिरहँदा उडिसके होला है बुवा तपाईले ज्योतिषीलाई देखाउने हातका रेखाहरू। म चाँडै आउँदैछु बुवा, तपाईका तिनै हात पक्रेर फेरि एकचोटि हिँड्नलाई जुन हातका औंला पक्रेर मैले यो धरतीमा मेरो पहिलो पाइला चालेको थिएँ। बुवा, अध्यायमा लिएको हाम्रो जग्गाको क्षेत्रफल सानो थियो, तर मैले मेरो जीवनमा खुसी नै खुसीको वन रोप्न सकूं भनेर मेरा लागि यो कत्रो उर्वर आकाशको आँतर उठाइदिनु भएको छ। कहाँबाट ल्याउनु भयो बुवा मेरा लागि यति धेरै सपनाहरू? ड्रिम्स बैंक प्राइभेट अनलिमिटेड बाट। म चाँडै आउँदैछु बुवा, तपाईको त्यो काँधमा आफ्नो गाला राख्नलाई, जुन काँधमा कुनै दिन म बसेर मैले मेरो खुट्टा हलाउँदा मैले थाहा पाएको थिएँ यदि सधैँभरि मसँग मेरो बुबाको काँध हुने भए म सधैँ संसारको अग्लो मान्छे हुने। बुवा, तपाईले हजारौं जाक्ला चिसो मल बोक्नु भयो रे। तपाईले हजारौं जाक्ला चिसो मल बोक्नु भयो ताकि मैले सधैँ पेटमा चामल बोक्न सकूं। तपाईले हजारौं वर्ष पुराना सखुवाका ठुटा फुटाउनु भयो ताकि कहिल्यै चिसोले मेरो गाला नफुटाओस्। फुटेका देख्थे तपाईका ओठ, वैशाखमा 5 कठेको खेतका बाँझो फुटेसरी, तर मेरो आँखाले तपाईको ओठको मुस्कान फुटेको कहिल्यै देखेन। कहाँबाट ल्याउनु भयो बुवा मेरो लागि यति धेरै खुसीहरू? कहिले खन्न भ्याउनु भयो त्यत्रो खुसी अटाउने मन खाडी? म चाँडै आउनेछु बुवा, तपाईको त्यो ओठको कुरा सुन्न जुन ओठको ध्वनिले मेरो कानलाई सुन्न सिकाएको। वाह वाह। तपाईले एक्लै बोकेर सार्नु भएको थियो रे धमिराको देवलसँग मित लगाएको हाम्रो घरलाई। तपाईले एक्लै बोकेर सार्नु भएको थियो रे धमिराको देवलसँग मित लगाएको हाम्रो घरलाई दुःख नगरबाट आशा नगरसम्म। सबैको दुःख फुटेको थियो रे तपाईको काँध, त्यसरी नै जसरी अहिले मैले पढ्ने गणितको ग्राफ कापीको धर्काहरू फुटेका छन्। सबैको दुःख बोकेर सार्ने त्यत्रो बल कहाँबाट ल्याउनु भयो बुवा? बलवान छाप खैनीबाट। मेरो म सानो हुँदा बलवान छाप खैनी खान्थे। म चाँडै आउनेछु बुवा, तपाईका ती आँखा निहाल्नको लागि
म चाँडै आउनेछु बुवा। म तपाईँका ती आँखा निहाल्नको लागि जुन आँखा भित्रको ब्रह्माण्ड अर्जुनले कृष्णको मुखभित्र पनि देखिन। बुवा, तपाईँले मेरा लागि बिचमा बदाम भएको एउटा बिस्कुट र एउटा बरफ किन्नको लागि, तपाईँले मेरा लागि बिचमा बदाम भएको एउटा बिस्कुट र बरफ किन्नको लागि तपाईँसँग पैसा नहुँदा आफ्नो गोजी पात्रोमा राखेको दुमो रु 1 को नयाँ नोट पनि बेच्नु भएको थियो। कहाँबाट आयो बुवा तपाईँका त्यागको त्यत्रो ठुलो छाती? कतै तपाईँ दधिची ऋषिको पुनर्जन्म त होइन? म चाँडै आउनेछु बुवा तपाईँको त्यो छातीमा निदाउनलाई, जुन छातीमा एकै पल निदाउँदै काफी छ एक युगको सपना देख्नलाई। र म चाँडै आउनेछु बुवा तपाईँलाई एउटा कविता सुनाउन। म चाँडै आउँदैछु बुवा तपाईँलाई एउटा कविता सुनाउन, किनकि बुबा आफैमा जीवनको पहिलो कविता हो। यो एउटी आमाले छोरालाई लेखेको कविता। छोरा, सिमेन्टको सेतो खाली बोरा बोकेर धानको शिला खोज्न जाँदा तिमी पाइलै पिच्छे भेट्थ्यौ धानको गाँसको गालामा सुनको सिक्री बनेर निदाइरहेका पहेँला बालाहरू। त्यसरी नै तिमी पाइलै पिच्छे भेट्नु तिमीले आफ्नो जिन्दगीको खेतमा खोजेका सपनाका शिलाहरू। हेप्पी बर्थडे मेरो छोरा। बिहेको भोलिपल्टै मैतालु फर्काउन जाँदा माइतीको आँगन टेक्ने बेलामा छोरीको सिउँदो जीवनमा पहिलोपल्ट जसरी मुस्कुराउँछ त्यसरी नै मुस्कुराउन् तिम्रा विपनाका गालाहरू। हेप्पी बर्थडे मेरो छोरा। सपनीमा पनि अनि विपनीमा पनि, सपनीमा पनि अनि विपनीमा पनि सारा दुनियाँले तिम्रो नाम त्यसरी दोहोर्याओस् जसरी सानो छँदा तिमी आफूले सिकेको नयाँ शब्द दिनरात दोहोर्याइरहन्थ्यौ। आज तिम्रो जन्मदिनमा तिमीलाई दिन म केही सक्दिन। आज तिम्रो जन्मदिनमा तिमीलाई दिन म केही सक्दिन। तिमीलाई सम्झिन बाहेक तिमीलाई त म तिमी जन्मिनुभन्दा धेरै अघिदेखि सम्झिरहेकी छु। तिमीलाई त म तिमी जन्मिनुभन्दा धेरै अघिदेखि सम्झिरहेकी छु। बाडुलीले यादलाई कसरी बिर्सन सक्छ र? हामीलाई प्रौढ शिक्षा पढाउने गीता भण्डारी बहिनीले काकी तपाईँ सुरुमा कसको नाम लेख्न सिक्नुहुन्छ भनेर मलाई सोद्धा मेरा ओठले तिमीलाई सम्झिन्छ। बिहान बेलुकी गाई दुहुन बस्दा ठुलो बाल्टीको छेउमा सानो गिलास लिएर आजभोलि आउँदैन त्यो सानो मान्छे। बिहान बेलुकी गाई दुहुन बस्दा ठुलो बाल्टीको छेउमा सानो गिलास बोकेर आजभोलि आउँदैन त्यो सानो मान्छे। तर सानो बाछोले चप चप गर्दै गाईको थुन चुसेको सुनेपछि मेरा कानहरूले तिमीलाई सम्झिन्छ। अम्बाको रुखमुनि घाँस काट्न जाँदा सुँगाले आधा अम्बा खाएर आधा झार्छ। सुँगाको जुठो हँसियाले काटेर फालिसकेपछि बाँकी टुक्रा टोक्न खोज्दा मेरो जिब्रोले तिमीलाई सम्झिन्छ। हाम्रो यो घरै अघिको बाटो तिमी जस्तै कोही आउँदै गरेको देखेपछि मेरा पैतालाले सम्झिन्छन् तिमीलाई। तर त्यो आइरहेको मान्छे तिमी होइनौ भनेर अरू नै कसैले भनिदिएपछि मेरा परेलीले सम्झिन्छ। तिमीले तिम्रो मेरो सेरोफेरो किताब हराएको दिन, तिमी मेरो सेरोफेरो आउन डराएर जुन खाँबोको सेरोफेरो घुमेको थियौ अहिले त्यो खाँबो बुढो भएको छ। त्यो बुढो रोगी खाँबोले आफ्नो रोगी घुँडा खोच्याउनाले गर्दा हाम्रो घर पनि ढकालबा जस्तै कुप्रो भएको छ। ढकालबासँग त लौरो छ, घरसँग छैन।
एकादशीमा त्यो खाँबोको वरिपरि गोबरले पोतिरहँदा मेरा हातका रेखाहरूले तिमीलाई सम्झिन्छन्। शनिबार खल्याङ मल्याङ जिउ नुहाइसकेपछि जुन गुन्द्रीमा सुतेर तिमी आफ्नो कानमा तेल हाल्न लगाई कान कुर्र पार्न लगाउँथ्यौ, अहिले म त्यही गुन्द्रीमा धान सुकाउँछु। सुकेको धान उठाउँदा बोराको भोको मुखले मेरो मुखतिर हेरिरहन्छ। त्यो भोको मुखलाई फकाइ फुलाइ गरेर डोरीले कसिरहँदा मेरा औँलाहरूले तिमीलाई सम्झिन्छन्। हरेक दिन तिमीलाई सम्झिरहने म खैकुन्नी किन कहिलेकाहीँ तिमीलाई सम्झिन बिर्सिन्छु। हरेक दिन कृपया त्यो फोन राखिदिनुहुन्छ, थ्याङ्क यू। हरेक दिन तिमीलाई सम्झिरहने म खैकुन्नी किन कहिलेकाहीँ तिमीलाई सम्झिन बिर्सिन्छु। हरेक दिन अन्डा पारिरहने कुखुराकी पोथीले खैकुन्नी किन कहिलेकाहीँ अन्डा पार्न बिर्सिन्छे। अन्डा पार्न बिर्सिएको भोलिपल्ट कुखुराको पोथीले भित्र 2टा रानी भएको 2 गुणा ठुलो अन्डा पार्छे। मेरो राजालाई सम्झिन बिर्सेको भोलिपल्ट मेरा आँखाहरू 2 गुणा बढी ठुला हुन्छ। म सम्झिँदै जाँदा सम्झिन्छु मैले तिमीलाई, म सम्झिँदै जाँदा सम्झिन्छु मैले तिमीलाई। खै कुन्नी कति कक्षासम्म पढाएकी थिएँ। तिमीले पढेका हरेक अक्षर र अङ्क किन्न मैले फर्सीका बिया बेचेकी थिएँ। तिमीले पढेका हरेक अक्षर र अङ्क किन्न मैले फर्सीका बिया बेचेकी थिएँ। त्यसैले त म आज चाहन्छु तिम्रो जिन्दगीको बेलोमा प्रगतिका गतिला गतिला गट्टाहरू लागिरहन्। तिमीले पढेको हरेक अक्षर र अङ्क किन्न मैले बोडीको बिउ बेचेकी थिएँ। त्यसैले त म आज चाहन्छु तिम्रो जिन्दगीको लहरामा रहरका लामा लामा कोसाहरू झुन्डिरहन्। तिमीले पढेको हरेक अक्षर र अङ्क किन्न मैले कुखुराका अन्डा बेचेकी थिएँ। त्यसैले त म चाहन्छु तिम्रो जिन्दगीको गुडमा खुसीका करोडौं चल्लाहरू चिउँ चिउँ गरिरहन्। यति धेरै पढेको मेरो छोरा, यति धेरै पढेको मेरो छोरा, मैले तिम्रो चिउँडोको टुप्पो सम्झिएर जतिचोटि नरिवलको कुचोको टुप्पो भाँचेकी छु त्यति गन्न सक्छौ होइन? यति धेरै पढेको मेरो छोरा, तिम्रो कानको लोती सम्झिएर मैले जतिचोटि बाख्राको कानको लोती सुमसुम्याएकी छु त्यति गन्न सक्छौ होइन? यतिका धेरै पढेको मेरो छोरा, यतिका धेरै पढेको मेरो छोरा, मेरा बाङ्गिएका गालामा बाङ्गिएका अक्षरलाई बाङ्गिएकै डिको दिएर तिम्रो बारेमा एउटा कविता लेखिएको छ। त्यति पढ्न सक्छौ होइन? तिमीलाई सम्झेर मकैको कुटी काटिरहँदा मकैका ढोडका लामा छोटा टुक्राहरूले डुँडको पानीमा तैरिएर तिम्रै बारेमा लामा छोटा कथा लेखेका छन्। त्यति पढ्न सक्छौ होइन? तिमीलाई नै सम्झिन्छु म तिम्रो बुबाले मङ्गलबारे बजारबाट ल्याएको 2 पावा खसीको मासुमा 2 बटुका झोल हालेको दिन। तिमीलाई नै सम्झिन्छु म तिम्रो बुबाले मङ्गलबारे बजारबाट ल्याएको 2 पावा खसीको मासुमा 2 बटुका झोल हालेको दिन। तिमीले ओड्ने गरेको पुरानो सिरकमा नयाँ खोल हालेको दिन म तिमीलाई सम्झिन्छु। दिनभरि घरमा कोही नभएको दिन म तिमीलाई सम्झिन्छु। रातभरि घरभरि सबैजना भएको दिन म तिमीलाई सम्झिन्छु। म छु जस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु। म छु जस्तो लागेको दिन म तिमीलाई सम्झन्छु। मर्छु जस्तो लागेको दिन म तिमीलाई सम्झन्छु। सर्पले काँचुलीलाई बिर्सिएको दिन म तिमीलाई सम्झन्छु। काँचुलीले सर्पलाई सम्झिएको दिन म तिमीलाई सम्झिन्छु। मैले आफूलाई सम्झिएको दिन तिमीलाई सम्झिन्छु। आफूलाई बिर्सिएको दिन तिमीलाई सम्झिन्छु। मलाई नढाँटिकन भन त मेरो छोरा, आज तिम्रो जन्मदिनमा तिमीले मलाई सम्झ्यौ? धन्यवाद प्रेमजी। आराम हुनुहुन्छ? ठिक छु। कस्तो चल्दैछ निजी जिन्दगी र सृजनात्मक जिन्दगी? एकदमै हरियो चलिरहेछ भनौँ। हरियोको मौसम छ, तर त्यतिकै अवस्थामा कालो पनि चलिरहेछ। किनभने देशभरि कालोपन छाइरहेको छ, बुद्धिको बढी हुन्छ।
सृजनात्मक अर्को कुनै प्रस्तुति सम्झिनुहुन्छ जसले देशलाई बिम्बात्मक प्रस्तुत गरोस्? सतीदेवीको गाण्डीव सुनाउँछु प्लिज। म सतीदेवी यादव मेरो पतिदेवलाई नहोला। म सतीदेवी यादव मेरो पतिदेवलाई नहोला, तर यति त मेरो पतिलाई पनि पक्कै याद होला कि महादेवकी सतीदेवी र म उस्तै गरी पग्लिँदै झरेर सिद्धिएथ्यौँ जसरी जुनको शीतलतामा झरेपछि सिद्धिन्छ। फरक यति हो कि सतीका पिता दक्ष प्रजापतिले महादेवको हातमा निम्तो स्वरूप फूलको थुङ्गा नराखिदिँदा सती जिउँदै जलिन्, अनि मेरो पिताले मेरो पतिको हातमा दाइजो स्वरूप मोटरसाइकलको चाबी राखिदिन नसक्दा मलाई जिउँदै जलाइयो। जब दन्कियो आगो मेरो आत्मा सबै जल्यो, केवल बाँकी रह्यो मेरो आत्मा। जब दन्कियो आगो मेरो आत्मा सबै जल्यो, केवल बाँकी रह्यो मेरो आत्मा। आज बोकेर यही आत्मा यो जुन जलेको रातमा म मेरा पति बस्ने बत्सालाको आँगनमा उभिएकी छु र बजाउँदै भीमको पौन्द्र म ललकारिरहेकी छु। भीम जस्तै बलिया मेरा श्रीमानलाई शिरमा मान नभएका मेरा श्रीमान बाहिर आऊ, शिरमा मान नभएका मेरा श्रीमान बाहिर आऊ, तर नडर आऊ आगोसँग हार खाएको मेरो अनुहार हेरेर। किनकि मेरो अनुहार भन्नु पनि त तिमीले नै बनाएको एउटा कुरूप पेन्टिङ मात्र न हो। फरक यति हो कि तिमीले क्यानभास बनाएको थियो मेरो शरीरलाई, रङको लेदो बनाएको थियो तिमीले नै छर्किएको मट्टी तेल, अनि कुची बनाएको थियो तिम्रै हातमा बलिरहेको सलाइको काँटीलाई। आँखा चिम्न गरी अन्तिमचोटि हेर तिम्रा हातहरू, आँखा चिम्न गरी अन्तिमचोटि हेर तिम्रा हातहरू। यी तिनै हात हुन् जसले रातमा र मातमा मात्र मेरो साथ दिए। आँखा चिम्न गरी अन्तिमचोटि हेर तिम्रा हातहरू। यी तिनै हात हुन् जसले रातमा र मातमा मात्र मेरो साथ दिए। तिम्रा तिनै हात हुन् जसले मेरा दाइ जो दिन सक्दैनथे तिनका हात भाँचिदिए। यी तिम्रा तिनै हात हुन् जसलाई बाँसघारीमा सर्पले टोक्दा मैले मेरो मुखले विष चुसेर फालिदिएकी थिएँ, र तिम्रा तिनै हात हुन् जसले मेरो मुखमा विषको बोतल कोचिदिए। यसरी त मलाई मेरी आमाले सानामा जुकाको औषधि पनि कोचेकी थिइन्। आँखा चिम्न गरी अन्तिमचोटि हेर तिम्रा खुट्टाहरू। यी तिनै खुट्टा हुन् जुन खुट्टाको पानी पिएर मात्रै म कुनै दिन खुट्टा टेक्न सक्ने भएकी थिएँ। र तिम्रा तिनै खुट्टा हुन् जसले मेरो गर्भेणी पेटमा त्यतिखेर खुट्टा बजारे जतिखेर पेटभित्रकी छोरी भर्खरै खुट्टा चलाउन थालेकी थिए। तिम्रो यो अन्यायको अध्याय अन्त्य गर्न मैले अर्जुनसँग उसको गाण्डी मागेर ल्याएको छु, र यसलाई चलाउन मलाई कुनै कृष्णले भगवत गीता पढाइरहनु पर्दैन, किनकि मलाई थाहा छ वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोपराणि तथा शरीराणि विहाय जीर्णा नन्यनि सम्याति नवानि देहि। आज लिएरै जानेछु म तिम्रो फोक्सोबाट सास, र त्यही सासले म भर्नेछु सजायका नाम लेखिएका यति धेरै बेलुनहरू कि छोरो जन्मिएको हरेक घरको मूल ढोकामा खबरदारीको एउटा एउटा बेलुन झुन्ड्याउन पुगोस्, ताकि भविष्यमा कुनै पनि छोरीको जिन्दगीको बेलुन दाइजोको काँडामा ठोकिएर फुट्नु नपरोस्।